ओके गाइज, अब हामी सबैजना जाँदैछौँ भोज खानको लागि गाउँमा बिहे। यो पङ्खा हेर्न सक्नुहुन्छ। यो अहिले यस्तो मौसम छ नि यार, यो पङ्खा चलाउँदाखेरि नि पङ्खाबाट पनि गरम हावा आइरहेछ कि। सब्सक्राइब गर्छु केना सब्सक्राइब गर्छु एनाके सब्सक्राइब करी है कति सब भोज खेलियो। सो हेलो एभ्रिवान गाइज, गुड मर्निङ, वेलकम टु 365 डे ब्लग, साइलेन्सको ब्लग नम्बर 7 मा। सो गाइज अहिले चाहिँ मर्निङ वाकमा गएको थियो अनि मर्निङ वाकबाट आइसकेँ, अहिले आँगनमा बसेछु हेर्न सक्नुहुन्छ। अनि गाइज लिटरली एक हप्ता कन्टिन्यू डेली ब्लग चाहिँ स्मुथली चाहिँ गरेँ। अनि एउटा कुरा गाइज, कुनै पनि काम स्टार्ट गर्नको लागि मोटिभेसन चाहिन्छ अनि त्यो कामलाई कन्टिन्यू राख्नको लागि डिसिप्लिन चाहिन्छ क्या। अनि अहिलेसम्म त मैले डिसिप्लिन भएर 7 डे डेली ब्लग चाहिँ हालिसकेको छु। अनि आउने दिनमा कति प्रब्लमहरू फेस गर्नुपर्छ त्यो त थाहा छैन, तर जति नि प्रब्लम फेस गरेमा त्यो सबै प्रब्लम फेस गरेर त्यो ब्लग मार्फत तपाईँहरूलाई देखाउने छु। अनि मैले त ब्लग चाहिँ स्टप गर्नेवाला छैन, 365 डे च्यालेन्ज गरेर नै छाड्नेछु। अनि हेर्छु के प्रब्लम फेस गर्नुपर्छ अनि सबै तपाईँहरूलाई हेराउँछु यो ब्लगबाट। होइन सबैलाई गर्छु ल ध्यान ल भन त केही के छ मोबाइलमा के गर्छौ तिमी यो त सुनाउनु है। यहाँ केही हुँदैन, मोबाइल देऊ न, मोबाइल टाइम हेर्दैछु कति टाइम भयो के भन्दै थियो मोबाइलमा फोन लगाएर अनि यतिकै कुरा गर्छु। टाइम कति भइसक्यो 7:43 ल गाइज, उसले के भन्दै थियो थाहा छ? गाउँमा म हिँड्दाखेरि नि मोबाइल यतिकै काननिर राखिहाल्छु अनि मान्छेहरूले भन्छ कि कल गरेर हिँडिराखेर के गर्दै हो? मुखसुख धुइसक्यो? मेरो बिहा के साल छ? ठिक छ नि? नेपालीमा कुरा भन, ठिक छ कि नै? एक ट्याक लगाएपछि त इङ्ग्लिस पनि बोल्न सक्छ होइन? अहिले चाहिँ नेपाली बोल्न आउँदैन, तर प्याक लागेपछि अनि छोटुले चाहिँ मुख धुइरा। ओ छोटु सिहे क्विक अलिकति राम्रो मान्छे छैन, गुटखा ल गाइज। यो छोटुलाई हेर्न सक्नुहुन्छ, बिहान रोटी अनि भुजिया खाँदै हो। ओइ छोटु, गाइज यसको नाम छोटु होइन के, यसको निक नेम हो छोटु। यसको ओरिजिनल नेम के हो आफैले भनिदेऊ त? नितेश राज। फेरि राज कहाँबाट? नितेश राउत हो त राज कहाँबाट हालिदेऊ? उसको नाम हो नितेश राउत, ओरिजिनल नेम। अनि हामीले चाहिँ सबैजना छोटु म घरको कान्छो हो यो, त्यही भएर छोटु हामी सबैले बोलाउँदैछु कि यसलाई। मिररमा हेर्दैछु गाइज। के भन्यो? के उचाल्दै? गहुँ ल यो सुकाउनको लागि छत माथि लग्दै हो गाइज, छोटुको मम्मी हो उहाँ। सो गाइज अहिले म आफ्नो अर्को घरमा आइसकेको छु। यहाँ हेर्न सक्नुहुन्छ गोलभेडा तोड्नको लागि। ओ गाई, कहाँ गोलभेडाको बोट? यहाँ रहेछ गाइज। म कुन तोड्ने हौ, पाकेको कि काँचो? मम्मीले भन्नुभयो कि तोडेर ल्याऊ, म पाकेको होला भनेको। पुरै त सडेको छ हौ, किरा लागेको छ जस्तो छ। कस्तो छ हौ? पुरै त सडेको हो। सो गाइज यति गोलभेडा तोड्यो हेर्न सक्नुहुन्छ तरकारीको लागि। यो खाने हो? नखाऊ। अरे किन उठ्यो तिमी? छ बेकारमा उठाइदियो, म जाँदैछु गाइज। ओके गाइज, अब हामी सबैजना जाँदैछौँ भोज खानको लागि गाउँमा बिहे छ एकजनाको, उसैको निम्तो परेको छ सबैलाई। हामी जाँदैछौँ, म छोटु
अनि गौतम गइसक्यो यस्तो गाइज हेर्न सक्नुहुन्छ जाँदैछु उता हेराउँछु तपाईँहरूलाई भोज कस्तो हुन्छ क्या केही भन्छु छोटो के साह्रो छ अहिले भर्खरै छोटोले काम गरेर आयो क्या अनि काम गरेर यत्तिकै अब गइरहेछ भोज खानको लागि यता मान्छेहरू चाहिँ बसिसकेको छ सबैजना आइगयो यहाँ नानी यहाँ छिटो 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 यहाँ भोज खालो भोज कति सब खाइदियो के खायो भोजमा के खायो भन त उता चाहिँ के को हो हजुर भोज खायो सब्सक्राइब गर्छु केना सब्सक्राइब गर्छु एना के सब्सक्राइब करी है कति सब भोज खाइदियो कति सब दाल भात और पापड़ और के दनौरी अहिले के है ने मामा है छोटू मामा वो आई मोबाइल में वाह या कान सो गाइज तपाईँहरू यो पङ्खा हेर्न सक्नुहुन्छ यो पङ्खा हेर्न सक्नुहुन्छ यो अहिले यस्तो मौसम छ नि यार यो पङ्खा चलाउँदाखेरि नि पङ्खाबाट पनि गरम हावा आइरहेछ क्या यत्रो गरम छ यहाँ हेर्नु न कत्रो घाम उदाएको छ पुरै यार जिउ पुरै घामले चाहिँ तातो छ कि यार पुरै जिउ यत्रो गरम छ यत्रो यार अनएक्सपेक्टेड भयो यार गाइज यो तपाईँहरू हेर्न सक्नुहुन्छ यो रहर प्योर अर्ग्यानिक कुनै औषधिहरू नहालेर त्यो उब्जाएको हो मेरो मम्मीले अनि यो यति मात्र भाव हेर्न सक्नुहुन्छ कति होला 5 केजीभन्दा बढी होला कि कति होला यो पुरै तर फुल अर्ग्यानिक हो गाइज यस्तो आफ्नो बारीमा उब्जाएर खानुको मजा बेग्लै हो गाइज पुरै अर्ग्यानिक अनि बजारबाट किनेको हुन्छ त्यो त औषधिहरू छाडेर उब्जाएको हुन्छ कस्तो हुन्छ त्यो टक्सिक पनि हुन्छ क्या त्यस्तोहरू अनि यो फुल अर्ग्यानिक आफ्नो खेतको गाइज मैले यो गर्मी मौसममा नि एउटा कुरा धेरै नोटिस गरेको छु कि गर्मीमा धेरै निद्रा लाग्छ क्या अब तपाईँहरूलाई कतिले नोटिस गरिराख्नु भएको छ त्यो त मलाई थाहा छैन तर मैले यो नोटिस गरेँ भने मलाई धेरै निद्रा लाग्छ कि अब निद्रा किन लाग्छ भने मतलब यो गर्मी लाग्छ अनि गर्मी भएपछि त्यो पङ्खाको अगाडि जान्छु पङ्खा चिसो हुनलाई अनि एकैछिनमा निद्रा लागिहाल्छ क्या यत्रो गर्मी हुन्छ फ्यान चलाउँछु ल निदाइहाल्छु यार अब तपाईँहरूले कतिले ग्यास गरिराख्नु भएको छ होला त्यो त थाहा छैन सो यस्तो नोटिस गरिराख्नु भएको छ भने त्यो कमेन्ट गर्नु होला तपाईँहरू मलाई त निद्रा धेरै लाग्छ क्या अहिले आजभोलि सो ओके गाइज अहिले अब टाइम भइसक्यो 6:14 अनि मेरो मोबाइलको चार्ज पनि सक्यो अनि सो यो भिडियो तपाईँहरूलाई राम्रो लाग्यो भने भिडियोलाई लाइक गरी अनि च्यानललाई सब्सक्राइब गर्न नभुल्नु होला अनि मिल्छु नेक्स्ट भिडियोमा तबसम्मको लागि बाई गाइज